आफूमाथि कुटपिट गर्ने र धम्क्याउने विरुद्ध कलाकार अशोक दर्जीले प्रहरीमा उजुरी दिएका छन्। सो कार्यमा संलग्न अङ्कित प्रधानसहित सनी सरेका 2 जनालाई कानुनी कारबाहीको माग गर्दै दर्जीले झापाको बितामोड स्थित अनारमणि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। पैसा माग्दै दर्जीलाई कुटपिट गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि उनका फ्यानहरू र कलाकर्मीले कुट्नेलाई कारबाहीको माग गरेका थिए। उक्त भिडियो भाइरल भएपछि दर्जीले प्रहरीमा उजुरी दिएका हुन्। दर्जीले प्रहरीमा दिएको उजुरीको प्रति फिल्म निर्मात्री निता ढुङ्गानाले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेकी हुन्। दर्जीले निताले निर्माण गरेको आगामी फिल्म पार्वतीमा पनि अभिनय गरेका छन्। बाल गायक र कलाकार समेत रहेका दर्जीले प्रहरीमा दिएको उजुरीमा आफूमाथि कुटपिट गर्नेले 1 महिना अघि नै उक्त भिडियो खिचेर राखेको र पटक पटक हटाउन नभने पनि नमानेको उल्लेख गरेका हुन्। गायक दर्जी पछिल्लो समय झापा स्थित घरमा बस्दै आएका छन्।